हेर्न सक्नुहुन्छ हामीलाई नयाँ अर्डर आइसकेको छ फाइन गोल्ड 24 क्यारेटको। ल गाइस हामी गइरहेको छौँ मेल्टिङ गर्न। यो हाम्रो गोल्ड चाहिँ मेल्टिङ गर्न गइरहेको छु। यो मेल्टिङ प्रोसेसमा गइरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ भइरहेको छ। हाम्रो चाहिँ अब रेडी हुन गइरहेको छ। यो हाम्रो औँठी हो, रिङ चाहिँ यो चाहिँ 24/24 बनिरहेको छ। र हेर्न सक्नुहुन्छ। यदि मन पर्यो भने प्लिज फलो, लाइक एन्ड सब्सक्राइब गर्नुहोला। अहिले तयारी चाहिँ भएको छैन। फाइनली गाइज अब हामी चाहिँ प्लास्टर हाल्न गइरहेको छौँ। तपाईँ हेर्न ए तू हाल्दै पहिले हाम्रो कुन भेल्यु रे तो अपन चैनल हाल त कतै वो कपी भएर आउँछु। फाइनली गाइज अब हामीले चाहिँ प्लास्टर हालिरहेको छौँ। हेर्न सक्नुहुन्छ यो प्लास्टर भइसक्यो। भिडियो चालू गरेको नि। यो हाम्रो अर्कोमा पनि प्लास्टर गरिसके र यो हाम्रो तेस्रोमा पनि प्लास्टर भइसकेको छ। हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ अब स्थिति गर्दैछौँ कि यो अहिले अब यसलाई हामी उखाड्ने कार्यक्रम भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले एउटा हामी चाहिँ निकालेको छौँ। अब यसलाई हामी चाहिँ जोड्ने अनि फिनिस गर्ने हो। हामी चाहिँ खुट्टी चाहिँ जोड्न गइरहेको छौँ। तपाईँले हेर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ औँठी चाहिँ जोड्न गइरहेको छौँ। मजा चलेको न। यो चाहिँ हामी यहाँ जोइन्ट गरिरहेको छौँ। यो चाहिँ निकै नै गाह्रो छ जोड्न। हामी यहाँ चाहिँ जोइन्ट गरिरहेको छौँ। फाइनली हाम्रो रिङ चाहिँ तयार भइसकेको छ। हेर्दै सक्नुहुन्छ तपाईँहरूले। यो रिङ हाम्रो 3 ग्राममा बनेको यो रिङ। ल अहिले चाहिँ सफाइ सिलाइ भएको छैन। र यो हाम्रो दोस्रो यो पनि हाम्रो भइसकेको छ। ल अनि यो लास्ट हाम्रो तेस्रो रिङ हो। ल हाम्रो चाहिँ रिङ अब एकछिन तयार हुन्छ। सफाइ सिलाइ मात्रै गराउन बाँकी छ। हेर्न सक्नुहुन्छ यहाँ 24/24 स्टाम्प पनि लागेको छ तपाईँलाई। 24/24। ल धन्यवाद।